हेलो नमस्ते आमा बुबा दिदी बहिनी दाजुभाइ सबैलाई है। म चाहिँ नेपाली केटा हो है। अमेरिका आएको धेरै वर्ष भयो। म यहाँ अमेरिकामा चाहिँ फार्म गर्छु। फार्म भन्नाले खेती किसान गर्छु, त्यसरी बुझौँ हैन। अनि मैले चाहिँ अब सानोमा म झापा बिर्तामोडमा हुँदा त्यहाँ हाम्रो मिल दाइहरूको मिल थियो। अनि मिलमा चाहिँ म यताउता सबै यताउता सहयोग गर्थेँ क्या, बनाउन ओर्न यताउता। त्यो भएकोले गर्दाखेरि मैले यहाँ मिल राखेको छु। अनि मिल राखेको र पेन्सिल्भेनिया हेरिजबर्गदेखि यता पाल्मारा भन्ने ठाउँमा अहिले चाहिँ। अनि त्यहाँ चाहिँ म खेती किसान गर्छु। अनि म आफै चारो बनाउँछु, अर्ग्यानिक हैन। मैले बनाएको चारो म तपाईँलाई देखाउँछु। यहाँ हेर्नु है ल। मैले बनाएको चारो हेर्नु, यो चाहिँ कुखुराको चारो हो। यहाँ चाहिँ मकै चामल हेर्नु कस्तो दामी छ। मकैको चामल मकै अनि भटमास, यस्तो खालको भटमास, यस्तो खालको बनाइराखेको छु। अनि मैले यो भिडियो बनाएर टिकटकमा हालेको छु। तपाईहरुलाई कस्तो लाग्यो हैन। यहाँ धेरैवटा कुरा छ, सबै भनेको छु यहाँ। भटमास मकैहरू के छ हैन। अनि चारो बनाएको। अनि तपाईहरुलाई कस्तो के लाग्छ तपाईहरुले मलाई मेसेज गरिदिनु होला है। अर्ग्यानिक हो हैन। कुखुराहरू पनि आफै पाल्छु, बाख्राहरू, अरू कुराहरू सबै थोक सब्जीहरू एभ्रिथिङ अर्ग्यानिक हुन्छ है। कस्तो लाग्छ तपाईहरुले मलाई भनिदिनु है त। थ्याङ्क यू, लभ यू सबैलाई माया। अनि आउँदै गरेको तिहारको शुभकामना छ सबैलाई। सेफ भएर इन्जोय गर्नु होला दसैँ तिहारमा है, अमेरिका ठाउँमा। त्यही त, बाई।